विश्वासले तपाईँ निको हुन सक्नुहुन्छ, त्यो विश्वासले तपाईँले चङ्गाई पाउन सक्नुहुन्छ, त्यो विश्वासले तपाईँ समस्याबाट माथि उठ्न सक्नुहुन्छ। किनकि अघि मैले सङ्गति सुरु हुनुभन्दा अगाडि भनिसकेको छु, पहिलो पत्रुस 5:7 लेखिएको छ, सारा चिन्ता फिक्री परमप्रभुलाई सुम्पिदिनु। हालेलुया। त्यसै कारणले गर्दा आज भोलिको दिनमा के हुन्छ थाहा नहुँदै गर्दा पनि परमप्रभुको हात समातेर हिँड्नु चाहिँ वचनको आज्ञाकारिता हो। हालेलुया। के तपाईँहरू प्रभुको हात समातेर हिँड्न तयारी हुनुहुन्छ? भोलिको दिन हामीले देखेका छैनौँ के हुन्छ, तर पनि प्रभुमा विश्वास गर्न तयार हुनुहुन्छ? सेवामा हिँड्दै गर्दा के हुन्छ थाहा छैन, घृणा गर्छ, वचनले भन्छ घृणा आउँछ, त्याग आउँछ, समाजबाट हेला आउँछ, तर पनि प्रभुको सेवा गर्नको लागि तयार हुनुहुन्छ? हालेलुया। जब हाम्रो यो विश्वास हाम्रो हृदयमा हामीले पलाएर राख्छौँ नि, अनि प्रभुले हाम्रो जीवनमा आशिष दिनुहुन्छ। हालेलुया।